भाइ बहिनीहरू, म यहाँ तिमीहरूको सामनेमा वस्तुको तौलसँग सम्बन्धित केही कारण दिने प्रश्नको उत्तर कसरी दिने भन्ने बारेमा केही भन्न गइरहेको छु। तर त्योभन्दा पहिले म तिमीहरूलाई वस्तुको तौलको परिभाषामा फेरि फर्काएर लाँदैछु, किनभने वस्तुको तौललाई विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ। यहाँ हेरेर केही परिभाषाहरू म बताउँदैछु। वस्तुको तौल भनेको त्यो वस्तुलाई पृथ्वीले आफ्नो केन्द्रतिर तान्नलाई लगाउने बल हो। यो मूल परिभाषा हो। यसै आधारमा हामी वस्तुलाई परिभाषित गर्छौँ। तर वस्तुको तौल भनेको वस्तुको तौल जस्तै पृथ्वीले आफ्नो केन्द्रतिर तान्नलाई लगाउने बल नै वस्तुको तौल हो भनेर पहिलो कुरा भने। दोस्रो कुरा, वस्तुको तौल भनेको त्यसको पिण्ड र गुरुत्व प्रवेगको गुणनफल हो भनेर दोस्रो तरिकाले पनि हामी तौललाई परिभाषित गर्न सक्छौँ। यो नापको हिसाबले परिभाषा गरिएको हो। अब तेस्रो तरिका, पृथ्वीले वस्तुलाई आफ्नो केन्द्रतिर तान्न बल लाउँछ भने त्यो वस्तुले पनि त पृथ्वीलाई आफ्नो केन्द्रतिर तान्छ। दुई वस्तु बीचको तानातान हुने बललाई हामी गुरुत्वाकर्षण बल भन्छौँ। त्यसो हो भने पृथ्वी र यसको सतहमा रहेको वस्तु बीचको गुरुत्वाकर्षण बल नै त्यो वस्तुको तौल हो भनेर त्यसो प्रकारले पनि हामी भन्न सक्छौँ। यसरी वस्तुको तौललाई विभिन्न प्रकारले भन्न सकिन्छ र कारण दिने प्रश्नको उत्तर गर्दा जुन कुनै पनि हामी प्रयोग गर्न सक्छौँ। तर कुन प्रश्नको उत्तर कसरी दिने भन्ने बारे चाहिँ म फेरि पछाडि बताउँछु। तर तीनवटा यो परिभाषाहरू मध्ये हामीले यदि वस्तुको तौल के हो भनेर सोधिन्छ कुनै प्रश्नमा भनेदेखि पहिलोलाई नै मूल उत्तरको रूपमा लिन्छौँ। त्यो के, कुनै पनि वस्तुको तौल भनेको त्यो वस्तुलाई पृथ्वीले आफ्नो केन्द्रतिर तान्नलाई लगाउने बल हो। तर कारण दिने प्रश्नको उत्तर गर्दा जुनसुकै पनि हामी प्रयोग गर्न सक्छौँ। यहाँ के कारण दिने प्रश्नहरू लिएको छु मैले 1, 2, 3, 4। पहिलो 4वटा प्रश्नको उत्तर हामी उस्तै प्रकारले दिन्छौँ। दुईवटा बुँदालाई समावेश गर्छौँ। एउटा, वस्तुको तौल भनेको त्यसको पिण्ड र गुरुत्व प्रवेगको गुणनफल हो र अर्को बुँदा हामी गुरुत्व प्रवेग पृथ्वीको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपाती हुन्छ। यी दुई कुराहरूको आधारमा म यो 4वटा प्रश्नको उत्तर कसरी गर्ने भन्ने बारे बताउँ। नम्बर 1 मा के भनेको छ, पृथ्वीको निरीक्षणमा भन्दा ध्रुवमा वस्तुको तौल बढी हुन्छ। पृथ्वी यस्तो हो भने ध्रुव भनेको यो उत्तरी ध्रुव, यो दक्षिणी ध्रुव। यो ध्रुवमा भन्दा निरीक्षणमा यहाँ तौल बढी हुन्छ। किन भन्दा यहाँ पृथ्वीको अर्धव्यास छोटो छ, यहाँ लामो छ। अब यो कुरो याद गरौँ, यहाँ अर्धव्यास छोटो छ ध्रुवमा र निरीक्षणमा लामो छ। अब यही दुई बुँदाको आधारमा हामी कसरी उत्तर गर्ने त भन्दा पहिले के भने वस्तुको तौल भनेको त्यसको पिण्ड र गुरुत्व प्रवेगको गुणनफल हो भनेर W=mg लेख्न सकिन्छ। अब वस्तुको पिण्ड ध्रुवमा र निरीक्षणमा उति नै रहन्छ, यो स्थिर संख्या हो। तर गुरुत्व प्रवेग पृथ्वीको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपाती हुने भएको र अर्धव्यास ध्रुवमा छोटो भएकोले यहाँ g को मान बढी हुन्छ र बढी g र मास अर्थात् पिण्डको गुणनफल भनेको वस्तुको तौल पनि ध्रुवमा बढी हुन्छ। यसरी हामी पहिलो प्रश्नको उत्तर गर्न सक्छौँ। अब दोस्रो प्रश्नको उत्तर पनि सोही तरिकाले गर्छौँ। दोस्रो के छ, पहाडको फेदमा भन्दा टुप्पोमा वस्तुको तौल कम हुन्छ। मानिलिउँ यहाँ पहाड लियौँ भने यसको यो टुप्पोमा वस्तुको तौल कम हुन्छ। किन? अर्धव्यास लामो छ, यहाँ अर्धव्यास छोटो छ। हेरौँ अब यसलाई कसरी उत्तर दिने। यसलाई उत्तर दिँदा वस्तुको तौल भनेको त्यो वस्तुको पिण्ड र g को गुणनफल हो। तर पिण्ड पहाडको टुप्पा र फेदमा उति नै रहन्छ। g को मान पृथ्वीको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपाती हुने भएकोले र पहाडको टुप्पामा अर्धव्यास लामो भएको हुनाले g टुप्पामा कम हुन्छ र थोरै g र पिण्ड अर्थात् थोरै g र पिण्डको गुणनफल अर्थात् तौल पनि पहाडको टुप्पामा कम हुन्छ भनी उत्तर दिने। अब तेस्रो प्रश्नको उत्तर हेरौँ। वीरगञ्जमा भन्दा काठमाडौँमा वस्तुको तौल कम हुन्छ। वीरगञ्ज तराई प्रदेशमा पर्छ, काठमाडौँ पहाडी प्रदेशमा पर्छ। वीरगञ्जमा पृथ्वीको अर्धव्यास छोटो छ, काठमाडौँमा अर्धव्यास लामो छ। त्यो कुरालाई मध्यनजर राखेर सबैभन्दा पहिले हामी त्यही नै भन्छौँ, वस्तुको तौल भनेको त्यसको पिण्ड र गुरुत्व प्रवेगको गुणनफल हो र पिण्ड वीरगञ्जमा र काठमाडौँमा उति नै रहन्छ। तर g को मान पृथ्वीको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपाती हुने भएकोले अर्धव्यास वीरगञ्जमा छोटो छ किनकि यो तराई प्रदेशमा छ र अर्धव्यास काठमाडौँमा लामो छ किनकि यो पहाडी क्षेत्रमा पर्दछ।
अर्धव्यास लामो भएकोले जी को मान कम हुन्छ र जी र एम को गुणनफल अर्थात वस्तुको तौल पनि आकृतिमा कम हुन्छ भनेर उत्तर गर्न सकिन्छ। त्यस्तै समुद्रको सतहमा वस्तुको तौल बढी हुन्छ किन? यसको उत्तर दिँदा पनि उही कुराहरु गर्छ। वस्तुको तौल भनेको त्यसको पिण्ड र गुरुत्व प्रवेगको गुणनफल हो र समुद्रको सतह पृथ्वीको होचो ठाउँ जहाँ पृथ्वीको अर्धव्यास छोटो छ। अर्धव्यास छोटो भएको हुनाले र पृथ्वीको अर्धव्यासको वर्गसँग जी व्युत्क्रमानुपाती भएको हुनाले जी को मान त्यहाँ बढी हुन्छ र धेरै जी र पिण्डको गुणनफल अर्थात वस्तुको तौल पनि समुद्रको सतहमा बढी हुन्छ भने आखिर यिनी दुईटा बोल्दा W=mg र g is inversely proportional to r²। यो दुईटाको आधारमा नै हामी हरेक प्रश्नको उत्तर गर्न सक्छौं। 1 2 3 4। अब प्रश्न आयो पाँचौं प्रश्न, पृथ्वीको सतहबाट जति माथि गयो उति नै वस्तुको तौल कम हुन्छ। यसको उत्तर कसरी गर्ने? कुनै पनि वस्तुको तौल भनेको पृथ्वी र त्यो वस्तु बीचको गुरुत्वाकर्षण बल हो। कुनै पनि वस्तुको तौल भनेको पृथ्वी र त्यो वस्तु बीचको गुरुत्वाकर्षण बल हो र न्युटनको गुरुत्वाकर्षणको नियम अनुसार कुनै पनि दुई वस्तु बीचको गुरुत्वाकर्षण तिनीहरू बीचको दूरीको वर्गसँग व्युत्क्रमानुपाती हुने भएकोले यदि कुनै वस्तुलाई सतहभन्दा माथि लगिन्छ भने दूरी बढेको हुनाले वस्तुमाथि पर्ने पृथ्वीको गुरुत्वाकर्षण कम हुन्छ अर्थात वस्तुको तौल कम हुन्छ भन्ने। अब अर्को 6औं प्रश्न, वस्तुको तौल पृथ्वीमा भन्दा चन्द्रमामा कम हुन्छ किन? मानिलियो पृथ्वी हो, चन्द्रमा यो भन्दा सानो छ। अब कुनै वस्तुको तौल पृथ्वीमा कति भन्नाले पृथ्वी र त्यो वस्तु बीचको गुरुत्वाकर्षण बल नै त्यो वस्तुको पृथ्वीमा तौल हो भने चन्द्रमा र त्यो वस्तु बीचको गुरुत्वाकर्षण बल त्यो वस्तुको चन्द्रमामा तौल हो। अब न्युटनको गुरुत्वाकर्षणको नियम अनुसार गुरुत्वाकर्षण बल दुई वस्तुको पिण्डहरूको गुणनफलसँग समानुपाती हुन्छ भने यहाँ पृथ्वीको पिण्ड र वस्तुको पिण्ड बीचको गुणनफलसँग गुरुत्वाकर्षण बल समानुपाती छ भने यहाँ के छ? चन्द्रमाको पिण्ड र वस्तुको पिण्डको गुणनफलसँग गुरुत्वाकर्षण बल चाहिँ समानुपाती हुन्छ। भन्नुको मतलब यहाँ वस्तुको पिण्ड त दुवै ठाउँमा उति नै हो तर पृथ्वीको पिण्ड चन्द्रमाको पिण्डभन्दा बढी भएको हुनाले यो दुईटा पिण्डको गुणनफल बढी हुन्छ यहाँ, जबकि यो दुईटा पिण्डको गुणनफल यहाँ कम हुन्छ। त्यसैले गर्दा वस्तुको तौल यहाँ बढी हुन्छ। अर्थात हामीले छोटकरीमा के भन्न सक्छौं? पृथ्वीको सतहमा वस्तुको तौल भनेको पृथ्वी र त्यो वस्तुको पिण्डको गुणनफलसँग समानुपाती हुने भएको ले र पृथ्वीको पिण्ड चन्द्रमाको पिण्ड भन्दा बढी भएकोले गर्दा वस्तुको तौल पृथ्वीमा बढी हुन्छ चन्द्रमामा कम हुन्छ भनेर हामी उत्तर दिन सक्छौं।